रेसिडेन्स टेस्ट भनेको के हो? यदि तपाईँ हालसालै बेलायतमा सर्नु भएको छ वा फर्कनु भएको छ र बेनिफिट या भत्ता एप्लाई गर्न खोज्दै हुनुहुन्छ भने तपाईँले बसोबास परीक्षण रेसिडेन्स टेस्ट पास गर्नुपर्ने हुनसक्छ। यो नियम बेलायती नागरिकहरूलाई पनि लागू हुन्छ। कुन परीक्षण लागू हुन्छ भन्ने कुरा तपाईँले कुन लाभका लागि या बेनिफिटका लागि आवेदन दिनुभएको छ र तपाईँको व्यक्तिगत अवस्थासँग पनि सम्बन्धित हुन्छ। बसोबास परीक्षणका मुख्य प्रकारहरूमा तपाईँले तलका एक वा बढी परीक्षण पास गर्नुपर्ने हुनसक्छ। नम्बर 1 मा छ ह्याबिचुअल रेसिडेन्स टेस्ट। यो चाहिँ नियमित बसोबास परीक्षण टेस्ट हो। यसले तपाईँको मुख्य घर बेलायत, आयरल्यान्ड, लाइफ अफ म्यान या च्यानल टापुहरू हो कि होइन भन्ने जाँच्दछ भने यस परीक्षणले यस्ता कुराहरू हेर्छ कि तपाईँ कहाँ बस्नुहुन्छ र बस्ने इरादा, परिवारसँगको सम्बन्ध, काम खोज्दै हुनुहुन्छ भनेको अवस्था र बसोबासको अवधि र निरन्तरता। निश्चित न्यूनतम समय तोकिएको हुँदैन, तर सामान्यतया निर्णयकर्ताले 1 देखि 3 महिना बेलायतमा बसेको अपेक्षा गर्छन्। यसलाई पर्याप्त समय एप्रिसिएबल पिरियड अफ टाइम पनि भनिन्छ। र नम्बर 2 मा छ राइट टु रिसाइड, बसोबास गर्ने अधिकार। ह्याबिचुअल रेसिडेन्स टेस्टको भागको रूपमा तपाईँले लाभ पाउनको लागि कानुनी रूपमा बेलायतमा बस्ने अधिकार पनि देखाउनु पर्ने हुन्छ। र यो कुराले पनि निर्भर गर्छ कि तपाईँको नागरिकता, आप्रवासन स्थिति, इमिग्रेसन स्ट्याटस, होइन, कामको इतिहास र पारिवारिक अवस्थामा पनि निर्भर हुन्छ। र यदि तपाईँको आवेदन अस्वीकार गरियो भने के हुन्छ त? निर्णय पत्रमा ह्याबिचुअल रेसिडेन्स टेस्ट वा राइट टु रिसाइड वा दुवै मध्ये कुनै कारणले अस्वीकार गरिएको हो भन्ने उल्लेख हुनुपर्छ। र नम्बर 3 मा छ पास्ट प्रेजेन्ट टेस्ट। पास्ट प्रेजेन्ट टेस्ट भनेको असक्षमता सम्बन्धी लाभ, होइन। वयस्कको हकमा चाहिँ यो एडल्टहरूको हकमा हुन्छ प्राय। र सामान्यतया तपाईँले पछिल्ला 3 वर्षमध्ये कम्तीमा 2 वर्ष ग्रेट ब्रिटेनमा बसेको प्रमाण दिनुपर्ने हुन्छ। र 4 नम्बरमा छ 3 महिना बसोबास परीक्षण, चाइल्ड बेनिफिट। पुराना आवेदनहरूको लागि हो यो चाहिँ। यो परीक्षण 27 अक्टोबर 2023 अघि चाइल्ड बेनिफिटका लागि आवेदन दिएका व्यक्तिहरूमा मात्र लागू हुन्छ। कुन लाभमा कुन परीक्षण लागू हुन्छ त? अब यो कुरा जानिराखौँ। युनिभर्सल क्रेडिट, पेन्सन क्रेडिट, हाउसिङ बेनिफिट। तपाईँले आवेदन दिँदा इङ्ल्यान्ड, स्कटल्यान्ड वा वेल्समा बसिरहेको हुनुपर्छ। ह्याबिचुअल रेसिडेन्स टेस्ट पास गर्नुपर्छ यसको लागि। र यदि संयुक्त युनिभर्सल क्रेडिट आवेदन हो भने दुवै व्यक्तिले परीक्षण पास गर्नुपर्ने हुन्छ। र अर्को छ असक्षमता, डिसेबिलिटी सम्बन्धी लाभ, होइन। सामान्यतया पास प्रेजेन्ट टेस्ट लागू हुन्छ यसमा, र कहिलेकाहीँ अन्य बसोबास सम्बन्धी नियमहरू पनि लागू हुन सक्छ। र आप्रवासन स्थिति महत्त्वपूर्ण हुन्छ यसमा। इमिग्रेसन स्ट्याटसले धेरै रोल खेल्छ, होइन, यो बेनिफिट्सहरूमा चाहिँ। सो इमिग्रेसन स्ट्याटसहरू चाहिँ मुख्यतः एकदम मजाले चेक गरिन्छ। र यदि तपाईँ बेलायती नागरिक होइन भने तपाईँको आप्रवासन स्थितिले सार्वजनिक कोष, पब्लिक फन्ड्स प्रयोग गर्न अनुमति दिन्छ कि दिँदैन भन्ने कुरा जाँच्नुपर्छ। विशेष नियम लागू हुन सक्छ यदि तपाईँ युद्ध वा द्वन्द्वका कारण बेलायत आउनुभएको हो, जस्तै युक्रेन, अफगानिस्तान, सुडान, मध्यपूर्वका केही क्षेत्रहरू जुन चाहिँ युद्धग्रस्त छन्, त्यस्ता क्षेत्रहरूबाट आएकाहरूलाई चाहिँ अलिकति विशेष नियम लागू हुने गर्दछ। र शरणार्थी वा मानवीय संरक्षण, जस्तै ह्युमेनिटेरियन प्रोटेक्सन भनिन्छ, स्थिति भएकोहरूलाई पनि हो। र बेलायती सरकारले छोड्न सल्लाह दिएको देशबाट आउनुभएको र प्रिसेटल स्ट्याटस भएको वा EU सेटलमेन्ट स्किमको निर्णय कुर्दै हुनुभएको र विदेशमा, होइन, विदेशमा जबरजस्ती विवाहमा पारिनु भएको र विदेशमै अलगपत्र पर्नु भएको, यी अवस्थाहरूले बसोबास परीक्षण कसरी लागू हुन्छ भन्ने कुरामा फरक पार्न सक्छन्। र
तपाईँहरूलाई यसको लागि चाहिँ आवश्यक प्रमाणहरू के जुटाउन पर्छ भन्दाखेरि तपाईँहरूलाई यस्ता कागजहरू पनि माग्न सक्छन्, जस्तै भाडा सम्झौताका टेनेन्सी एग्रिमेन्ट, ऋण मोर्गेज विवरण, बिजुली ग्यास पानीहरूका बिल होइन, ब्याङ्क स्टेटमेन्ट, कामको प्रस्ताव होइन, प्रपोजल लेटर र सम्झौता, कन्ट्र्याक्ट पेपरहरू वा काम खोज्दै गरेको प्रमाणहरू, जिपीका रेजिस्ट्रेसन जस्तै। अनि अर्को भनेको विद्यालय दर्ता होइन, आफ्नो बच्चाहरूको विद्यालय दर्ता, यात्रा इतिहासमा चाहिँ मुख्य यात्रा इतिहास जस्तै हाम्रो प्लेन टिकटहरू हुन्छ नि त्यस्तोहरू पनि देखाउन सकिन्छ। र मुख्य उद्देश्य भनेको बेलायत नै तपाईँको स्थायी र मुख्य घर हो भन्ने प्रमाणित गर्नु मात्र हो। यदि तपाईँको लाभ आवेदन अस्वीकार भयो भने, यदि बसोबास परीक्षणका कारण तपाईँको आवेदन अस्वीकार भयो भने होइन, निर्णय पत्र ध्यानपूर्वक पढ्नुपर्ने हुन्छ र यसलाई ध्यानपूर्वक पढ्नुहोस् र कुन कारणले अस्वीकार भयो जाँच गर्नुहोस्। जस्तै ह्याबिचुअल रेसिडेन्स हो कि राइट टु रिसाइडले गर्दाखेरि हो कि होइन। यो दुईवटा कारणमा पक्कै पनि कुनै कारण हुन्छ, कहिले दुईटै कारण पनि हुनसक्छ र यसलाई चाहिँ हामीले मजाले निहालेर चाहिँ ध्यानपूर्वक पढ्नुपर्ने हुन्छ। र यसका लागि सल्लाह लिनको लागि नजिकैको सिटिजन एडभाइस या प्रपर एउटा यसको अर्गनाइजेसन या केमा हुन्छ तपाईँहरूले होइन गएर फोन गरेर बुझ्न पनि सक्नुहुन्छ। र यसलाई चाहिँ मेन्डेटरी रिकन्सिडरेसन भन्छ, जुन चाहिँ सुरुचोटि हामीले चाहिँ पुनर्विचारको लागि हामीले प्रस्ताव हेरिदिनुहोस् भनेर फेरि हामीले चाहिँ फेरि अपिल गर्न सक्छौँ र तपाईँको अवस्था सही रूपमा मूल्याङ्कन गरिएको थियो कि थिएन भन्ने विषयमा चाहिँ यो स्पष्ट हुन जान्छ। धन्यवाद।